सबै प्रक्रिया यो अँध्यारो झेल्नु, चिसो झेल्नु, फुट्ने पीडा झेल्नु, यो सबै झेलिसकेपछि बल्ल गएर ऊ अङ्कुरित हुन्छ अनि बिस्तारै डाँठ पलाउँछ, पात पलाउँछ अनि पुष्प पल्लवित हुन्छ अनि त्यसपछि फल लाग्न थाल्छ जो सबैलाई काम लाग्छ र त्यसपछि सुवास जसले सबै बाउरीहरूलाई बोलाउन थाल्छ अनि त्यो बिउ एक्लो भयो। अनि जुन फुल उसले जन्मायो नि, जुन फल उसले जन्मायो नि, त्यो हरेक फलभित्र एउटा बिउ जुन माटोमा मरेको थियो, फुटेपछि त मर्छ त्यो बिउ भित्रै माटो, त्यो जुन मरेको थियो नि एउटा बिउ, यसलाई मरेको भन्न कतिलाई रुचि लाग्दैन भने रूपान्तरित भएको हो तर स्वरूप त मर्यो नि त्यसको। अनि त्यो बिउ एउटा त माटोमा ढस्केर मर्यो तर हरेक फलमा हजारौं बिउ लिएर आउँछ। हेर्नुहोस् त यात्रा बिउदेखि बिउसम्मको यात्रा, त्यो हो जीवनको पूर्णता। द्याट इज द कम्प्लिट साइकल अफ लाइफ। हामी